यो मैले बाटोमा भेटेको यो 4 टिपेछ भनेर सोच्नुभयो होला। 4 भन्दा पनि यो औषधि हो। टाउको दुखेको औषधि दिनु भनेर भन्दाखेरि कोरियामा फेनुइजम भन्ने हुन्छ। फेनुइजम अर्थात् त्यो 24 घन्टै खुल्ने पसलहरू हुन्छ, त्यस्तोमा टाउको दुखेको औषधि दिनु भन्दाखेरि यो दिन्छ। यो औषधिमा मलाई मन परेको कुरा के भन्दाखेरि यहाँ तपाईँहरूले हेर्न सक्नुहुन्छ क्लियरली यसमा चाहिँ ब्रेलमा लेखेको छ। यो दृष्टिविहीनहरूले पढ्नलाई सजिलो हुन्छ भनेर यसरी ब्रेलमा लेखेको छ। मलाई ब्रेल पढ्न त आउँदैन र पनि यो ब्रेलमा लेखेको भन्ने कुरा चाहिँ क्लियरली बुझिन्छ। यो औषधिको नाम हुनुपर्छ पक्कै पनि। अनि यति मात्रै नै भएर यसको पछाडिपट्टि जुन क्युआर कोड छ, क्युआर कोडको वरिपरि यसरी ब्रेलले बिचमा क्युआर कोड छ है भनेर पनि देखाइदिएको छ। भने यो मात्रै नभएर विभिन्न खाले सफ्ट ड्रिङ्कहरू भयो, स्प्राइट भयो, कोका कोला भयो, यस्तोहरूमा पनि हेर्न सक्नुहुन्छ। यहाँ माथि यो एनर्जी ड्रिङ्क मोन्स्टर हो, यसको माथि पनि यसरी ब्रेलमा लेखिदिएको छ। नेपालमा पनि यस्तै भइदिएको भए कति राम्रो हुन्थ्यो है। दृष्टिविहीनहरूलाई सजिलो हुन्छ भनेर पढ्नलाई यसरी ब्रेलमा लेखिदिएको हुन्छ यहाँ प्राय सामानहरूमा। मलाई यो चाहिँ एकदम मन पर्यो कोरियाको।